हेलो गाइज, वेलकम टु माई भ्लग है। म चाहिँ आज यता चाँगु नारायणतिर आइपुगेको छु। हेर्नु है त आज चाहिँ यस्तो यस्तो छ है। यहाँ बन्दै रहेछ यतातिर मन्दिरको। यस्तो है हस्तकलाहरू गाइज, सब हस्तकलाहरू हुन्। यस्तो बजार छ। साह्रो गर्मी छ। यहाँ चाहिँ दुध पाउँदो रहेछ, स्पेसल लस्सी। ल हेर्नुहोस् यहाँ यस्तो छ। ल हेर्नुहोस् गाइजहरू, हेर्नुहोस् चाँगु म्युजियम रहेछ है। म्युजियम चाहिँ यहाँ उता रहेछ है। हेर्नुहोस् यहाँ चाहिँ पुरै हस्तकला। हेर्नुहोस् यस्तो सब हस्तकलाहरू हुन्। हेर्नुहोस् यो चाहिँ मेन गेट। आइपुग्यो मेन गेटमा। हेर्नुहोस् है यस्तो है मूर्तिहरू। यो चाहिँ सब हस्तकला। हेर्नुहोस् कति राम्रो छ मूर्ति। हेर्नुहोस् गाइज, ल यो चाहिँ पुरानो धारा। आजकल त अब देखिँदैन यस्तो। यो पुरानो धारा हो। ल हेर्नुहोस् यस्तो हो। सबै बन्दै छन्। सबै यो भुइँचालोले भत्काएर अहिले चाहिँ पुनर्निर्माण हुँदैछ बिस्तारै। अहिले धेरै भइसकेको छ। पहिला आउँदाखेरि यस्तो थिएन। गाई चाहिँ यस्तो छ है। हाम्रो यहाँ चाहिँ चाँगु नारायणमा यस्तो बनेको छ है। अनि तपाईँहरूलाई म एउटा कुरा देखाउँछु। त्यो चाहिँ हजुरहरूलाई सायदै थाहा छैन होला है। त्यो चाहिँ हाम्रो 10 रुपियाँ नोटमा हुन्छ नि, त्यसमा र यो मूर्तिमा 10 रुपियाँ नोटमा बनेको मूर्ति है। त्यो चाहिँ हेर्नुहोस् 10 रुपियाँ मूर्तिमा बनेको नोट है यो। ल हेर्नुहोस्। ल गाइजहरू, अब चाहिँ हामी त्रिशुल डाँडा जाँदैछौँ। यो भक्तपुरको। ल यहाँ चाहिँ यस्तो भ्यू देखिन्छ। हेर्नुहोस् त्रिशुल डाँडा आइपुग्यो। हजुर दाजु बिस्तारै निर्माण नि हुँदै रहेछन्। यस्तो हो स्वामीको रुख, लाली गुँरासको रुखहरू पनि रहेछ यतातिर। एउटा चाहिँ यस्तो देखिन्छ नेपालको झन्डा राखेको रहेछ एउटा। मौसम अलिक क्लियर छैन। अरू त सबै देखिन्थ्यो होला। अहिले चाहिँ अलिक देखिँदो रहेछ सबै। यस्तो छ यहाँ है। राम्रो छ, रमाइलो ठाउँ छ। आउनु सक्नुहुन्छ हजुरहरू पनि। लगाइछ यहाँ चाहिँ यस्तो रहेछ है। ल हेर्नु
हेर्नु यस्तो छ यहाँ चाहिँ स्तूपा स्तूपा होइन मलाई यो यस्तो छ फाइनली गाइज आजको भक्तपुरको टुर चाहिँ यति नै भयो हजुरहरूले इन्जोय गर्नुभयो होला है त गाइज चाँगुनारायणको चाहिँ ल मैले जाने देखाएको थिएँ सब देखाइसकेँ हजुरहरूलाई अहिले चाहिँ हामी फर्किन लाग्यौँ ल गाइज मेरो भिडियोलाई मन पराइदिनु होला अब बिस्तारै राम्रो राम्रो भिडियो ल्याउने छु है त गाइज प्लिज सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई अहिलेलाई चाहिँ यति नै गरौँ है त गाइज